जिएमएक्स आदि उता एनएस तिरै हेरिरहेको छ तिनीहरु यता आरएड तिर हेर्नु पर्ने हो आरएड तिर एकजनाले हेरिरहेछ दुईजनाले हेरिरहेछ अहिले ए वाइजी आयो झार्न स्काई झार्दै हन ओहो कटो नि यार यो हन नो फेरि झार्यो हो एउटा झार्यो यता अब बाकी अल्फा 7 मरो बाकी अल्फा 7 ल्यायो बाकी अल्फा 7 ल्यायो दाइ ढुक्कै सक्कायो ल ठीक छ किल आयो 1 किलो अर्को नि थपियो ठीक छ भाइ के भएको भाइजी हैन अब के छैन अप्सन दाइ के गर्नु त छिर्नु त पर्यो ठाउँ लिनु पर्यो ओइ ल्याक अफ इन्फर्मेसन ओइ ल जिएमएक्स र आरएट पर्यो हैन त यहाँ अब यो दुईटामा जसले जित्छ नि तिनीहरु माथि हिलाउँछ स्योर भएर हामीलाई किति गर्न इधर आउँछ यिनीहरुमा एउटा हो आउने तर इधरबाट अब एकजना मात्र बाचोस् क्या भाइ दुईजना बाचोस् धेरै हैन आरेट हेर्नु दुईटा ढलिसक्यो जिएमले हान्न एउटाले हान्न हान्थे त त्यसलाई नक फिनिश हान्न ए दाइ यार जिएमएक्स ले वाइप हान्थे यार उल्टे स्लिपी कहाँ आयो स्लिपी किल उठाउन एज तिर आयो हल्का इन्फर्मेसन लिएर गयो हुन्छ स्लिपी गयो हुन्छ एनएस पनि एनएस आयो एनएस को नि एकजना झार्दै माथि चढ्यो नि त झार्दै एनएस हैन त्यो उ लिन गएको जिएमएक्स एउटा नक त स्काईले त हान्यो किल चाहिँ पाएन नि त यार आयो दाइ किल पायो एनएस को नि एक दुई जना चाहिँ गयो हुन्थ्यो क्या हो यस्तो हान्ने ठाउँमा पनि अब केटाहरूले हानेनन् भने चाहिँ फ्र्यागरहरूले हैन ल ओइ ल इधर त सिधै आयो त भाइ किल उठाम न मिल्दैन एनएस त 4 जना रहेछ नि त भाइ एनएस सारै जना छ भनेको त नि अघि नै अब तिनीहरु हामी बाटोमै आउने हो अरु अप्सन छैन मेन तना हामीलाई अब एनएस को 4 जना हो का त्यसलाई क्लियर गर्यो भने लगभग छ है भन्ने हुन्थ्यो खोइ हामी बाबु इधरको सोचे हामीमा आउने हो का अब त्यही नै अप्सन छैन नि त यार फोबिफो ल यार अब यो फाइट हो क्या मेन भनेको यार गाडी साडी भएको भए यिनीहरु घुमेर पनि जान्थे होला अब अगाडि 2-2 को स्प्लिट छ भन्ने थाहा पायो भने त पेल्सन होला हौ दाइ एनएसले त किल पनि ल्यायो नि यार छ पनि हान्यो केटा लाइक सब्सक्राइब हान्दिम त लाइक सब्सक्राइब हान्दिम त सबजना लाइक र सब्सक्राइब चाहिँ हान्दिम त लेट्स गो केटा 790 हान्दिम त इधरले पनि मित्र दिमाग लाएर खेल्दैछ एनएसलाई त इधरले हान्दियो नि त भाइ ठीक छ मेरो दाइ एनएस त आयो नि त राइजिस कहिले हानो दाइ सर्कियो झार म फेरि नाइस किल उठाऊ हो ठीक छ हान किल उठाऊ गुड बोय नो फेरि उठाए 4 किल आयो 4 किल उठाए 4 र 2 6 किल भयो दाइ 6 किल उठाए है ठीक छ जोन कता गयो क्या जोन अलि बिचमा गयो जस्तो छ भाइ हामी यसमा छ हामी अगाडि जानै पर्छ अब अलि गाह्रो छ जिगल नक भयो देख्यो त एफएफ छ नि त अगाडि एकटा जिगलले ठाउँ लिन गयो जस्तो छ नक भयो अगाडि एफएफले होल्ड गरिदिरहेछ मेन भनेको अब त्यो एफएफसँग फाइट जित्नुपर्छ हौ बिचमा गइदियो क्या सर्कल रोजकको बिचमा गयो क्या भाइ बुझेनौ
स्लिपीले एफएफलाई त हान्यो अब पुस हान्दाखेरि दामी हुन्छ यार केटा हो दुईजना छ एफएफ को त अघि एकजना मारेको थाहा होला त किलफिट पर्यो होला त यार एफएफ को उठायो उठेको छैन अर्को पनि लो छ छैन लो छ दाइ आर्यनले दामी ठाउँले यार हिलमा P90 लिएर आयो खातेले मर्छ इधर हाम्रोले अघि दामी पुस हान्नु पर्ने हो यार एफएफ लाई हान्नु पर्छ दाइ ओइ घुमेर यता हिलतिरै आएको भए नि हुन्थ्यो कि हिलमा त किन गाडी थियो भने त स्लिपीले फेरि नगानो एफएफ लाई अब त प्रेस दुईटा नक ए एउटा उठो लो छ डट छ नो फियरले भेट्यो नो फियर, नो फियर, नो फियर। भेटो कहाँबाट भेट्दैछ यार अल्फा 7 को भेट्दैछ एफएफ लाई त फाल्कनले हान्यो त किल चोर दियो हेनरीलाई सकाइदियो यो P90 वालालाई चाहिँ सबले हान्नु पर्थ्यो क्या यिनीहरूले ब्रो यु शुड हैव गन फर P91 फाल्कन चढ्देऊ डाडा भन्दै त दाइ हिलतिर दामी आएको दिमाग भए लाग्यो यिनीहरूले है ठिक छ अझै नट ब्याड अब यहाँ फ्याल्कन र एनएस मा एउटा के रे फ्याल्कनै हो बस्ने एनएस ले हान्छ यहाँ स्काईले भेट्यो रे स्काई बाबु। नक जोन परेन नि बच्छ त दाइ भाइ बच्छ स्काई बस्न त बच्छ कि अर्को नि डट छ ओइ ल झार्दैन यार यो P90 वाला थियो हैन यही हान्न ए ढोक्ला छ्या, कस्तो खोयो रहेछ हो अब यिनीहरूले हामीलाई यति गर्छ हामी जोनमा छ नि अहिले अहिले त छ एफएफ मरेन है अहँ। माथिको टिम दुईजना सबै जिउँदैछ हो भाइ हेर न वाल बाहिर छ नौ ओए, स्काई नाइ हौ स्काई, FF उता स्काई फाल्कनले हान्छ। फ्याल्कनले देख्छ आरइजी को दुईजना हो एफएफ को यो FF दुईजना को दुईजना हो। तर केटाहरू कुद्दाखेरि माथिबाट फाल्कन र A7 ले देख्ने हो भन्ने कुरा हो दाइ यो एरिया खाली गरेर जोन फेरि यतै रोड र यो उसमा बन्दियो भने नि यस्तो दामी जान्छ पो त गेम हौ हाम्रो छोड्दिन न एफएफ र आरइसी गएर सर्कल यो रोडको आधी रोड यो तल रिज र रोडमा पर्दियो भने त फेरि आफ्नै गेम हो नि टक्क रिज लिँदै खेल्दै अहिले मेन फाइदामा चाहिँ A7 छ दोस्तीहरू हैन अहिले सबसे फाइदामा त्यो फ्याल्कनको रिडक्स भन्ने प्लेयर देख्नु भयो अगाडि त्यही अफ छ। एंगल पुरै हेर्नु न कत्रो खेलेको यार यिनीहरूले ठिक छ केटाहरूको पनि अहिलेसम्म त जोन घट्यो होइन पर्यो होइन के भयो कि घटे छैन घटेको त छैन दाइ तर अहिलेलाई जोनमै छन् केटाहरू अब एफएफ अब मर्छ घट्ने क्या तर्फ। सुरुमा हेर्नु पर्यो दाइ हेर्नु पर्यो एकैछिन एफएफलाई त आरइसीले हेर्नुपर्ने हो नि त भाइ फ्याल्कन अल्फा 7 सँग गयो फ्याल्कन जिगलले- अल्फा 7 जिगलले सँग गएको थियो नहान्यो। जिगलले हान्यो हान्दै त्यो ककको मुख फुट्ने गरी ककले किल चोर दियो रन्डी ओटनको किल चोर छोरोले दियो। बात चिकनले फ्याल्कन यतै आइज न यसलाई फेरि इएले हान्छ नि त भाइ A7 लाई त्यो छ नि त मेरो भाइ इए पनि आउनु पर्यो नि त इए पनि अगाडि आउनु पर्यो नि त कति बेला आउँछन् अरे हौ भोलि आन नाइस नेट फ्याल्कनलाई चाहिँ हामीले ल्याङ हान्दियो क्या A7 लाई चाहिँ हान्नुपर्ने ल्याङ हान्दियो केटाउ तीनैजना सँगै छौँ है हामी हल्का छरिएर साथीहरू मित्रहरू नेट हान्न चाहिँ केटाहरूले हल्का मात्रै सिक्नुपर्ने भयो क्या मसँग ग्रेनेड मोलोटप त्यही त भनेको हौ थ्रोएबल त्यतिकै युज गर्दा गर्दै सकिन्छ अनि दामी टर्निके यहाँ पनि हान्त भाइ हान्त मेरो भाइ यी यता प्यानिकमा लेफ्टमा राजा लेफ्टमा
ठोक्का न हाम्रोले हो नखानेको यो होइन 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 आरिजी आरिजी उठा त ए अब त क्लो ऊ हो दाइ 1.5 जन हौ अब हिल ब्याटल गर्ने ब्याटल हो हो स्काइले रेडक्सलाई हान्यो साथीहरु नक न है कोही नक पनि मात्रै पछाडी यो त फिनिश हो यसलाई त कसले बचाउँदैन यो रेडक्स त एक्लै हो किल चोर दियो रेडक्सको पनि किल चोर्यो आरइजीले स्लिपीलाई नकान्दियो नि त चिक्ने कस्तो टाइममा ए अर्कोलाई पनि ए स्लिपीलाई फिनिस हान्दियो नि आरइजीको त 2 जना मात्र थियो त रान्डी ओटन एफएफसी के गरेर बसेको छ सुतेरै आरइजीले ड्युटी गर्दैन त यार सकाइदे नाइस जिगल लभली मेरो भाइ यता कारिलोले हान्यो अब लास्ट वान आरइजीको फाल्कनको सँग 1-on-1 फाल्कनको सँग 1-on-1 स्काइलाई हान्दैन त फेरि सोललेसले स्काई नाइ सोललेसलाई लक्सीले हान्यो है फेरि अब यसले हेर्ने हो क्या दाइ माथिबाट नो फियर चंकी म्याच चिकन चंकी भाइ हान्दियो नो फियर रन्डी ओटनको छोरोले मरो म्याच चिकन यो मर्यो 0 लक्सी चिकन छ यो गेम म्याच चिकन यसले डुबायो भने मात्र हो यो लक्सीले पछाडी एउटा मात्र हो ल गाइस एकजना लास्ट वान लास्ट कारिलो वान म्याच यो नि त चिकन बल्ल यार रन्डी ओटनको छोरो चिकन भयो यार धन्दा यार ओहो लगडा रश्मिको 100 के भन्देको थिए मैले हैन सबजना सब्स्क्राइब हान्दियो रश्मिलाई खुसीको अब उपलक्ष्यमा कति पोइन्ट आयो कडा हो नाइस गेम यार तर सबैले पोइन्ट ताने क्या अब यस्तै एउटा गेम अब जस्तै यस्तै एउटा गेम ल रश्मिको 100 के त बोलियो कडा एकचोटी सबजनाको सब्स्क्राइब हान्दियो म्याच चिकन लेट्स गो या हंग्री बॉक्स थैंक यू फॉर द 75 बबाल फर्स्ट चिकन डिनर है साथीहरु पहिलो चिकन डिनर है हाम्रो उफ हान्दै रश्मिको लिंक हाल्दियो त भाइ तिमी आफै लिंक हाल कसैले हाल्दैन यार ए म आफै त कान नौ दाइ 20 पोइन्ट माथि आएन यो गेम त आयो होला नि यार 20 पोइन्ट चाहिँ आयो होला कि भन्छु 19 20 आयो कि कडा रश्मिला रेड हान न रश्मिला रेड हान्देऊ त कति बाँकी छ भाइ 100 पुग्न खासै धेरै छैन हेर्दै 9000 जस्तो होला हौ आजै सिल्भर प्ले हान्छ जस्तो त 9000 हैन नि भाइ 7000 बाँकी छ अराउन्ड मी छुट्टी है भर्खर उठे मजा आयो अरे थ्यांक यू यार छुट्टी यार कम ऑन साथ पनि हैन दाइ अब त दामी अरे इस द जी थ्यांक यू फर द 5 अराउन्ड मी थ्यांक यू फर द 50 खत्री थ्यांक यू फर द 2 पाउन्ड अमर दाइ